लगायतका कुराहरू चाहिँ हामीले अलि जानकारी राखौँ, किनकि यो हाम्रो अहिले चालु संविधान हो। यसले गर्दाखेरि हामीलाई यसबाट क्वेसनहरू अलि धेरै आउन सक्छ। नयाँ कुराहरू के कस्तो राखेको छ, कार्यान्वयनमा चुनौतीहरू के देख्नुहुन्छ, विगतका संविधानहरू किन कार्यान्वयन हुन सकेनन्, अब हामीले के सुधार गर्नुपर्छ लगायतका क्वेसनहरू चाहिँ अलिक एनालाइसिस खालका क्वेसनहरू चाहिँ हाम्रो यो तहमा आउने गर्छ। यो हाम्रो नासु खरदारमा जस्तो ठ्याक्कै पोइन्टेड खालका लेख्ने क्वेसन भन्दा पनि यो तहमा चाहिँ अलिक एनालाइसिसवाला क्वेसन चाहिँ अलि बढी आउने गर्छन्। त्यसैले अलिकति मौलिक एन्सर पनि तपाईँको लेखाइ कसरी देख्दो रहेछ भनेर पनि जाँचकले हेर्नको लागि त्यस्ता मौलिक क्वेसनहरू पनि हुने गर्छन्। त्यसै सापेक्षतालाई हेरेर मैले अलिकति चाहिँ तपाईँलाई व्यापक कन्टेन्ट होस् भन्ने नै चाहेको छु। यसमा धेरै विशेषताहरू उल्लेख गरिएको छ, तपाईँले कति धेरै सक्नुहुन्छ सक्नुहुन्न त्यो कुरा तपाईँको चाहिँ विशेषता भयो, आफै कति सक्नुहुन्छ तपाईँमा डिपेन्ड रहन्छ। यसलाई धेरै हुन्छ र सम्झिन नि गाह्रो हुन्छ भने यसलाई फेरि पछि फेरि न्यूनतम 10वटा चाहिँ बुँदा त तपाईँलाई चाहिँ सूत्रमा नि राखिदिएको छ। पक्कै पनि हिजो तपाईँले नोट पाउनु भयो होला जस्तो लाग्छ। यदि अब पाउनु नै भएको थिएन भने चाहिँ पछि चाहिँ फेरि पनि हजुरलाई म सेन्ड गरिदिउँला। त्यति भने र पहिला चाहिँ यसको सामान्य परिचयका हिसाबले जाउँ। नेपालको संविधान जुन अहिले हाम्रो हातमा छ, यो संविधान चाहिँ भनेको संविधान सभाबाट जारी भएको हाम्रो पहिलो संविधान हो। संविधान सभाबाट जारी भएको हिसाबले चाहिँ 7 सालदेखि भन्दा पहिलेदेखि नै हामीले संविधान सभाबाट जारी गर्नका लागि धेरै प्रयास गर्यौँ, तर संविधान सभाबाट जारी हुन सकेन। धेरै बाधाहरू आइपुगे, विभिन्न राजनीतिक परिवर्तनहरू आइपुगे। त्यसले गर्दा राजनीतिक परिवर्तन पछि चाहिँ संविधान परिवर्तन गर्ने जुन लहर चल्यो त्यसअनुसार चाहिँ अहिले पछिल्लो जुन हाम्रो राजनीतिक परिवर्तन सँगसँगै संविधान सभाबाटै चाहिँ एउटा चाहिँ संविधान जारी भएको छ। यो एकदमै नेपालको लागि चाहिँ राम्रो पक्ष हो। यसलाई कार्यान्वयन गर्ने विषय चाहिँ हाम्रो लागि चुनौती हुन सक्छ। यसको लागि चाहिँ एक पक्षको मात्रै भूमिका हुँदैन, सबै पक्षको यसमा संलग्नता हुनुपर्छ भनेर तपाईँले त्यस्तो खालको चाहिँ अलिकति एनालाइसिस खालको लेखाइ हुनुपर्छ। यसै विषयमा हामी चाहिँ हामीलाई सबैलाई थाहा भएकै विषय हो। 2072 साल असोज 3 गते राष्ट्रपतिबाट घोषणा भयो। यसलाई चाहिँ गणतान्त्रिक संविधान पनि भनिन्छ। पछिल्लो संविधान 7औं संविधान हाम्रो हातमा छ। यो संविधानका केही मूलभूत विशेषताहरू उल्लेख गर्नुहोस्, माथिका भएका कुराहरू पनि तपाईँले यहाँ मैले भने मौलिकवाद दिने, यो कार्यको लागि सदन नै यो न्याय दिने अङ्ग हो भन्ने हिसाबले पनि यहाँ विशेषता हामीले लेखेकै हौँ। पहिलो संविधान हो, संविधान सभाबाट जारी भएको, धेरै चरित्रहरू संविधान सभाका बादका चरित्रहरूले आत्मसात गरेको छ। सार्वसत्ता राजकीय सत्ता दुवै नेपाली जनतामा राखिएको छ भन्दै केही कुराहरू यहाँ भएकै कुरा हुन्। यो कुराका साथसाथै अन्य एडिसनल कुराहरू पनि यहाँ राखिएको छ, जुन कानुनी र राजनीतिक संविधानवादका केही मूलभूत मान्यताहरूलाई अवलम्बन गरिएको छ। जुन सार्वभौम सत्ता र राजकीय सत्ताको जनतामा निहित छ यो भनि नै हालियो। माथिका कुराहरू तपाईँलाई चाहिँ अलिकति सम्झनालाई पोइन्टेड गरेको। मौलिक हक होइन, मानवाधिकारका मूल्य मान्यताहरू, नागरिक कर्तव्यहरू पनि राखिएको छ। आमा वा बाबुको नामबाट प्रादेशिक पहिचान सहितको नागरिकताको व्यवस्था छ। गैर आवासीय नेपाली नागरिकलाई पनि नागरिकता दिने व्यवस्था छ, जुन आर्थिक र सामाजिक सांस्कृतिक अधिकारहरू सहितको नागरिकता दिने भनिएको छ। राजनीतिक अधिकारको चाहिँ उनीहरूलाई प्रावधान छैन। राजनीतिक अधिकार बाहेकका आर्थिक सामाजिक सांस्कृतिक अधिकार सहितको नागरिकता गैर आवासीय नेपाली नागरिकलाई प्रदान गर्ने भनिएको छ। त्यसै गरी सङ्घ, प्रदेश र स्थानीय तहबीच 3 तहको संरचना छ। तिनी तहबीच विधायकी र कार्यकारीको व्यवस्था छ। न्यायपालिका भनेको एकीकृत संरचनामा रहेको छ। केन्द्रबाट नै केन्द्रको न्यायपालिकाले नै आफ्ना सबै तहका न्यायपालिकाको नियमन गर्ने भएको हुनाले यसलाई प्रादेशिक संरचनामा लगेको छैन। यो प्रतिनिधि सभा र राष्ट्रिय सभा हाम्रा दुईटा सदन छन् व्यवस्थापिकाका हिसाबले। तपाईँले कसरी सम्झिने, पहिला चाहिँ व्यवस्थापिका के छ, कार्यपालिका के छ, व्यवस्थापिका के छ, न्यायपालिका के छ, यसका संवैधानिक अङ्गहरू के छन्, मौलिक हकहरू के छन्, मानवाधिकारका मूल्य मान्यताहरू के छन्। यसरी चाहिँ तपाईँले यसलाई सिरियल्ली यसरी लेख्ने हो। कहिलेकाहीँ एउटै पोइन्टबाट तपाईँले लेख्दा चाहिँ बढी र घटी हुन सक्छ होइन। तपाईँले चाहिँ त्यही हुन्छ होला भनेर चाहिँ मैले के गर्नु तपाईँलाई सल्लाह दिन्छु भने चाहिँ तपाईँले सम्झिने केही पर्दैन। यसका विशेषताहरू लेख्ने बित्तिकै विधायिका सम्झिनु, व्यवस्थापिका सम्झिनु, कार्यपालिका सम्झिनु, न्यायपालिका सम्झिनु, संवैधानिक अङ्ग सम्झिनु, अनि मौलिक हकहरू सम्झिनु, मानवाधिकारहरू सम्झिनु। यस्तै सिरियलले तपाईँले चाहिँ एक एकवटा लाइनमा तपाईँले यसरी लेख्नुभयो भने चाहिँ नयाँ नयाँ पनि हुन्छ र कुरा पनि दोहोरिन्न है। त्यसरी लेख्न सकिन्छ। प्रतिनिधि सभा र प्रदेश सभामा पराजित व्यक्ति सो अवधिभरि फेरि मन्त्री हुन नपाउने, यो कुरा नि हाम्रो संविधानले स्वीकार गरेको छ। अहिले चाहिँ सङ्घमा 25 मन्त्री हुने र प्रदेश सभामा चाहिँ सदस्यको 20% चाहिँ मन्त्री हुने भनेर हामीले चाहिँ किटानै गर्यौँ, ताकि यसमा चाहिँ अप्ठ्यारो नहोस् कति मन्त्री राख्ने भनेर चाहिँ आकारमा चाहिँ भिन्नता नहोस्, फरक नहोस् भनेर चाहिँ यसरी हामीले किटानै गर्यौँ।
सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्तलाई हामीले संविधानमै स्वीकार गर्यौं। तीन तहबिचको सहकार्य र सहअस्तित्व समन्वयको सिद्धान्तलाई स्वीकार गरेका छौं। अनि न्यायपालिका एकात्मक स्वरूपको न्यायपालिका मैले अघि नै भनिहालेँ, जुन खालको चाहिँ संघीय संरचनामा न्यायपालिकालाई लगिएको छैन। किन यस्तो गरिएको होला भन्ने खालको पनि तपाईलाई डाउटफुल हुन सक्छ। यो भनेको न्यायपालिका भनेको न्याय प्रदान गर्ने अङ्ग हो। न्यायपालिकालाई यसरी विखण्डित गरियो भने चाहिँ सम्पादनमा चाहिँ विशृङ्खलता हुन सक्छ, न्यायमा एकरूपता हुन सक्दैन। एक तर अर्को यो स्वतन्त्र स्वायत्त न्यायपालिकाको अवधारणामाथि हनन पुग्न सक्छ र एक र अर्को चाहिँ तहहरू बीचका न्यायपालिकाहरू बीचको चाहिँ के हुन सक्छ भन्दा स्वायत्तता हो, कसैको मातहतमा भन्ने हुन सक्दैन। सर्वोच्च अदालतको मातहतमा अहिले जसरी अनुगमन नियमन भइरहेछ त्यो हुन सक्दैन। स्वायत्तता हुनको लागि उनीहरू चाहिँ बुढोबाका केही चार पाँचवटा बेसिक कन्सेप्टहरू जुन यहाँ उल्लेख गरिएको छ, ती कन्सेप्टहरूलाई चाहिँ संशोधन गर्न नसकिने भनेर उल्लेख गरिएको हुनाले यो चाहिँ कठोर संविधानको हिसाबले पनि अलिकति रूपमा चिन्न सकिन्छ। यस हिसाबमा नेपालको संविधानलाई, अहिले वर्तमान संविधानलाई चाहिँ कठोर र लचकताको मिश्रित संविधान, संशोधनका हिसाबले मिश्रित किसिमको संविधान हो भनेर बुझ्न सकिन्छ भनेर तपाईँले चाहिँ लेख्नु होला। यदि त्यस्तो खालको कन्सेप्ट आयो भने, होइन कठोरै हो भन्न थाल्नु भयो भने चाहिँ अलिकति चाहिँ एक पक्षीय हुन सक्छ। अहिलेको संविधानको विशेषताहरू त यो भयो। संविधानमा केही नयाँ कुराहरू पनि राखेको छ, विगतको संविधान भन्दा के नयाँ कुरा राखेको छ भन्ने कुरा तपाईँलाई कहिले काहीँ डाउट हुन सक्छ, कहिले सोधिदिन पनि सक्छ। त्यो कुराको लागि केही सहयोग होस् भनेर यो उदाहरण राखिएको छ। संघीय संरचनाको कुरा गरियो, तीन तहको राज्य संरचनाको कुराकानी गरियो जुन यसभन्दा अगाडि थिएन। बहुदलीय प्रतिस्पर्धात्मक गणतन्त्रात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली जुन हामीले नयाँ स्वीकार गरेको व्यवस्था हो। यो 2 वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने भन्ने व्यवस्था पनि हामीले यहाँ जुन हामीले उल्लेख गरेको छ, यी सबै चाहिँ गैर आवासीय नेपाली नागरिकता, 10 वटा मौलिक हकहरू थप गरिएको कुरा, राज्यका निर्देशक सिद्धान्त दायित्वहरूमा काम कर्तव्यहरूको बारेमा वार्षिक प्रतिवेदन पेश गर्नै पर्ने कुरा हो र यो मन्त्री परिषदको संख्या आकारहरूको उनीहरूको कुरा हामीले नयाँ नयाँ कन्सेप्टहरू स्वीकार गऱ्यौँ। जे कुरा हामीले अहिले माथि विशेषता भन्यौँ नि, ती नयाँ कन्सेप्टकै कुनै विशेषता भएको हुनाले यसमा दोहोरिए जस्तो लाग्छ। तथापि यी कुराहरू चाहिँ पहिलो संविधान, यसभन्दा अघिल्लो संविधान भन्दा चाहिँ नवीन कुराहरू नै थिए, नवीन कुराहरू नै थिए। यहाँ भएका प्रधानमन्त्री नियुक्त भएको यो जुन अविश्वासको प्रस्ताव आइ नै सक्यो हो। अनि संवैधानिक निकायहरूको व्यवस्था यसभन्दा हामीले पहिला चाहिँ राखेको भन्दा अहिले विस्तृत गरेका छौँ। मौलिक हकहरूको सङ्ख्यामा वृद्धि गरेका छौँ हो। राष्ट्रिय प्राकृतिक स्रोत साधन वित्त आयोग, समावेशी आयोग लगायतका अन्य आयोगहरूको पनि हामीले चाहिँ व्यवस्था गरेका छौँ। यी कुराहरू पहिलाको आयोगमा भन्दा अहिले फरक छ। महाधिवक्ताको कार्यालयलाई हामीले चाहिँ के गरेका थियौँ, पहिलाको संविधानमा चाहिँ स्वीकार गरेका थियौँ, संवैधानिक अङ्गको रूपमा, निकायको रूपमा हामीले स्वीकार गरेका थियौँ 63 सालको संविधानमा। तर अहिले आएर हामीले चाहिँ महाधिवक्ताको कार्यालयलाई हामीले संवैधानिक निकायको बाट चाहिँ हामीले निकालेका छौँ। त्यसको ठाउँमा हाम्रो अर्को राष्ट्रिय प्राकृतिक स्रोत साधन वित्त आयोग, समावेशी आयोग लगायतका अन्य आयोगहरू पनि हामी यसलाई स्वीकार गरेका छौँ भनेर तपाईँले लगभग 10-8 वटा जति रेडी बनाएर राख्नुहुन्छ। त्यति चाहिँ भने यसमा हामीले अघि भनेकै विशेषताहरू दोहोरिएको हुनाले तपाईँलाई नयाँ नलाग्न सक्छ। यही नै हो नयाँ कन्सेप्ट, अघिल्लो संविधान भन्दा नयाँ भएको। तपाईँले यसमा घोक्दाखेरि चाहिँ यस्तै नयाँ भएका कन्सेप्टै विशेषताहरूको रूपमा पनि नयाँ भएका, अनि त्यसपछि नयाँ लेख्नुहोस् भन्दा नि काम लाग्ने, विशेषतामा नै लेख्ने काम लाग्ने भएर कमन खालको बनाउनु भयो भने चाहिँ नयाँ के होला भन्ने टाउको दुखाइ हुँदैन। होइन, कन्सेप्टका हिसाबले पुराना खालकै कुराहरू राखिराख्नु भएको छ भने चाहिँ अब नयाँ के हो भनेर फेरि छुट्टै घोक्न पर्छ। त्यस कारण चाहिँ त्यसलाई घोक्नलाई सजिलो होस् भन्नको लागि चाहिँ नयाँ कन्सेप्टकै 10 वटा जति बनाउनु, त्यो कुराले नै काम दिन्छ। र साथीहरूलाई यो एउटा मैले आफ्नो तरिकाले बनाएको सूत्र कतिको ख्याल गर्नुभएको थियो साथीहरू। मैले यहाँ चाहिँ एउटा सूत्र लेखेका थिएँ। यो भनेको चाहिँ तपाईँलाई कम्तीमा पनि 7-8 वटा बुँदा चाहिँ रेडी होस् पढ्न चाहिँ। तत्कालै संविधानका विशेषताहरू, वर्तमान संविधानका विशेषताहरू उल्लेख गर्दै भन्ने आइहाल्यो भने चाहिँ एउटै मौलिक हकका कुराहरू, नागरिकताका विषयमा मात्रै कुराहरू, अनि संरचनामा मात्रै कुराहरू 7-8 वटा कुरा दोहोरिएर आउलान्, त्यस्तो नहोस् भन्नको लागि चाहिँ मैले भने जस्तै केही कुराहरू चाहिँ अलिक डिफ्रेन्ट टाइपमा उसबाट चाहिँ सेक्टरबाट आओस् भनेर चाहिँ यसरी राखिदिएको छु। तपाईँलाई कस्तो लाग्छ यो सूत्र? सबै साथीहरूले हिजो हेर्नु नै भयो होला। जा शासम राति सम्न्यानी मौव, यो 10 वटा पोइन्ट्सहरू छन् यसमा। यो जा भने यहाँ जुन हामी यहाँ रातो अक्षरले लेखिएको छ, यो भनेको शब्दावली हो। जा भनेको जारी भएको, कसले जारी गर्यो? यो संविधान सभाबाट जारी भएको प्रथम संविधान हो। यो जारीको हिसाबले प्रथम संविधान हो। यो सा भनेको सार्वभौमिक सत्ता र राजकीय सत्ता दुवै नेपाली जनतामा भएको संविधान हो। यो जा शासम
सम भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्वीकार गरेको छ, जुन समाजवाद उन्मुख शासन व्यवस्था हो हाम्रो। जासासम बुझिहाल्नुभयो, जारी भएको सार्वसत्ता भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएको 3टा। अनि राति रा भनेको चाहिँ राज्य संरचना, 3 तह 7 प्रदेश सहितको संघीय राज्य संरचना। अनि तीलाई तपाईँले राष्ट्रपतिका लाई चिनाउनको लागि ती भन्नुभयो। मैले यसरी चाहिँ तपाईँलाई सम्झिनुहुन्छ होला भन्ने लाग्छ। कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको व्यवस्था गरियो अहिले हामीले। जासासम राति 5वटा बुँदा भए। सम्न्यानी मव सम भनेको 2 सदनात्मक व्यवस्थापिका, जुन केन्द्रमा 2 सदन र प्रदेशमा चाहिँ 1 सदनात्मक व्यवस्थापिका अर्थात् संसद रहेको छ। र सम्न्या न्यायपालिका चाहिँ कस्तो छ भन्दा स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका छ 3टा। सम्न्या अनि नि भनेको मिश्रित निर्वाचन प्रणाली, हामीले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवै निर्वाचन प्रणालीलाई स्वीकार गरेको हुनाले मिश्रित निर्वाचन प्रणाली भनियो। र 31वटा मौलिक हकहरूको व्यवस्था गरिएको छ, 13वटा संवैधानिक अङ्गहरू हुन् सबैमा। र त्यसै बिचमा चाहिँ एउटा अन्य आयोग भनेर त्यस बिचमा चाहिँ 7वटा आयोगहरूलाई चाहिँ अन्य आयोग भनेर त्यसभित्र स्वीकार गरिएको छ। 13वटा निकाय अन्तर्गतै हो। त्यस बिचमै अवशिष्ट अधिकार सङ्घमा निहित गरिएको छ। अवशिष्ट भनेको बुझ्नुहुन्छ, कहीँ उल्लेख गरिएन भने कसले काम गर्ने भनेर छुटेका कामहरू, शेष कामहरू गर्नको लागि कसलाई तोकिएको छ भन्दा चाहिँ यो काम सङ्घलाई तोकिएको छ। यो कुरा लास्ट पोइन्ट्समा लेख्नु, अघि होइन। यो अनुगमन, मूल्याङ्कन, सुशासन अनि आर्थिक वृद्धि, समृद्धि, यो यस्ता शब्दावलीहरू अनुगमन अनि अवशिष्ट अधिकार टाइपका शब्दावलीहरू भनेको चाहिँ अलि अन्तिम खालमा लेख्नुपर्छ साथीहरू। नीतिगत कुरा, संवैधानिक कुरा, संस्थागत कुराहरू, यस्ता कुराहरू माथि लेख्दै अलिकति चाहिँ क्लोजिङ खालका वाक्यहरू हुन्छन्, त्यतातिर पनि तपाईँले ध्यान दिनुहुन्छ भन्ने मलाई लाग्छ। यहाँ 10वटा पोइन्ट्सहरू तपाईँले ख्याल गर्नुभयो। यो कुराहरू चाहिँ अब माथि भएका कुराहरूलाई फेरि पढ्नलाई पनि अप्ठ्यारो हुनसक्छ। एउटा सूत्र भइसक्यो भने चाहिँ कम्तीमा पनि 10वटा पोइन्ट्स आइहाल्छ। यो जासासम राति सम्न्यानी मव अब पनि फेरि पनि भनिहाल्नुभयो। तपाईँले चाहिँ बुझ्नुहुन्छ, जारी भएको, सार्वसत्ता भएको, संघीय लोकतान्त्रिक भएको, राज्य संरचना, राष्ट्रपति, संसद, न्यायपालिका, निर्वाचन प्रणाली, मौलिक हक, अवशिष्ट अधिकारलाई अन्त सबै बुँदाहरू चाहिँ लगभग सेक्टरहरू चाहिँ अलिकति छोइयोस् जस्तो लाग्छ। कार्यपालिका नि छ, व्यवस्थापिका नि छ, न्यायपालिका नि छ, राज्य संरचना नि छ, शासकीय अधिकार पनि छ, अवशिष्ट अधिकार पनि छ, मौलिक अधिकारहरू पनि छ। सबै कुराहरू चाहिँ कम्तीमा पनि छोइयोस् है भन्ने लाग्छ। यो पोइन्ट्सहरू तपाईँले कस्तो लाग्छ एकचोटि हेर्नु होला। मैले त भने अहिलेसम्म के पढ्यो, अहिले संविधान, वर्तमान संविधानको सामान्य विशेषताहरू र त्यसलाई चाहिँ अलिक ओरेमा पोइन्ट्समा कसरी सम्झिन सकिन्छ भन्ने कुरा र नयाँ कुराहरू के थिए भनेर अहिलेसम्म हामीले पढेको कुरा। कहिलेकाहीँ चाहिँ हामीले यो तहमा चाहिँ आउने अलिक एनालाइसिस खालका क्वेसन पनि आउँछन्। तपाईँले सोझो क्वेसन आउँदैन, यो तहमा त्यति ख्याल गर्नु होला। सोझो क्वेसन चाहिँ नासु र फरदानमा सोझो ठ्याक्कै लेख्ने आउँछ। यसमा चाहिँ अलिकति एनालाइसिसवाला क्वेसन छ, हुने गर्छ। त्यसमा जस्तो संविधान किन पूर्ण रूपमा कार्यान्वयन हुन सकेन, विगतका संविधान किन दिगो रूपमा कार्यान्वयन हुन सकेन, अब आगामी दिनमा के कसरी सुधार गर्न सकिएला भन्ने खालका क्वेसनहरू आउन सक्छ। त्यसमा चाहिँ एन्सर जाने जस्तो पनि लाग्छ, तर वास्तवमा एन्सर के हो भन्ने नै समस्या हुन सक्छ। त्यस कारण चाहिँ केही बेसिक कुराहरू चाहिँ बनाउनु, त्यही बेसिक कुराहरूलाई चाहिँ तपाईँले यस्तो भएको कारणले यस्तो हुन सकेन। यसमा 2टा क्वेसन हो, किन रूपमा कार्यान्वयन हुन सकेन भनेर आयो भने पनि लेख्ने क्वेसन चाहिँ त्यो तलका पोइन्ट्स हो, र विगतका संविधान किन दिगो हुन सकेन भन्नुको एन्सर पनि त्यही हो। क्वेसन जो नआए पनि 2टै तरिकाले लेख्ने क्वेसन यही हो। किन पूर्ण रूपमा कार्यान्वयन हुन सकेन अर्थात् दिगो किन हुन सकेन भन्दाखेरि चाहिँ जहिले पनि संविधान जारी हुँदाखेरि एक पक्षको बाहिर नै रहेर यसलाई चाहिँ विरोधै गरिराखे, सबैको सर्वसम्मति हुन सकेन। अहिले पनि केही राजनीतिक दलहरू यसको विरोधमै छन् हो। सबै राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याउन सकिएको छैन। केही चाहिँ राजनीतिक शक्तिहरूले यसलाई चाहिँ स्वीकार गर्न चाहिरहेका छैनन्। त्यो कुराले पनि हाम्रोलाई अलिकति चुनौती सिर्जना गरेको छ। त्यो दिगो नहुनको कारण एउटा त्यो पनि हो। मुलुकको सामाजिक विविधतालाई पनि आत्मसात गर्न नसकिएको हुनसक्छ। अझै पनि हामी चाहिँ केही भन्दैछौँ, पछाडि परेका वर्गहरू अझै पनि माथि आउन सकेनन्। केही सीमित वर्गहरूले मात्रै यसको अवसर पाए। त्यस्तो हिसाबले चाहिँ वास्तविक वर्गलाई कसरी ल्याउन सकिन्छ, उनीहरूले पनि आत्मसात गर्ने किसिमको बनाउन पर्ने, त्यो हुन सकेन। हामीले चाहिँ जातका नाममा, धर्मका नाममा, त्यसका चाहिँ उत्पत्तिका आधारमा मात्रै त्यसलाई चाहिँ संघीयता स्वीकार गर्यौँ, समावेशिता स्वीकार गर्यौँ। तर वास्तवमा पीडित र यसका चाहिँ धनी वर्गहरू कुन हुन्,
पीडक को हो भन्ने नै यसको लागि त्यसले अवसर पाउनुपर्ने हो या होइन भन्ने नै पहिचान नगरिकन जुन भएको हाम्रो चाहिँ अहिले कार्यान्वयन व्यवस्था छ, त्यसले गर्दाखेरि नै केही वर्गहरूमा चाहिँ वितृष्णा छ, कार्यान्वयनमा उदासीनता रहेको छ। जुन कार्यान्वयन गर्ने ठाउँमा रहेका चाहिँ निकायहरू छन्, ऊ निकायहरूबीच एक समन्वय छैन, सहकार्य छैन, उदासीनता छ, पदलोलुपता छ। यी कारणहरूले पनि संविधानलाई एउटा चाहिँ वास्तविक कार्यान्वयन योग्य बनाउन सकिएन। सामाजिक न्याय समावेशीको अवधारणा चाहिँ आत्मसात गर्न सकिएन, पूर्ण रूपमा आत्मसात गर्न सकिएन। संकीर्ण र स्वार्थ केन्द्रित भयो। हाम्रो चाहिँ केन्द्र भनेको सत्ता लोलुपतामा केन्द्रित भयो। भ्रष्टाचार अनियमितता रोकथाम गर्न सकिएन। यो कुराहरू चाहिँ दिनानुदिन बढ्दै गए। संविधान आइसकेपछि नयाँ रूपमा यसले चाहिँ नियन्त्रण गर्न सक्छ कि भन्ने आशा थियो, त्यो त्यति पुरा हुन सकेन। राजनीतिक संस्कार लोकतान्त्रिक संस्कारलाई पूर्ण रूपमा विकास गर्न सकिएन। केही राजनीतिक दलहरूका प्रतिक्रियाहरू चाहिँ हामीले हेरि नै राखेका छौँ। त्यो कुराहरूले चाहिँ गर्दाखेरि पूर्ण रूपमा चाहिँ राजनीतिक संस्कार भन्छ, त्यो राजनीतिक संस्कारलाई पालना गर्न सकिएन। निर्वाचन प्रणाली भनेको चाहिँ हामीले अझै पनि निर्वाचन प्रणालीलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा हामीले स्वीकार गरिरहेका छौँ। प्रत्यक्ष निर्वाचन प्रणालीमा केही राजनीतिक दलहरू तपाईँले भने हामी सुनेकै छौँ, धेरै रकम चाहिँ भएन भने चाहिँ केही समय सीमित हाम्रो एउटा चाहिँ भन्छौँ क्या, त्यति रकमसम्म पनि भएन भने चुनाव जित्न सकिँदैन भनेर हामीले सुनिरहेका हुन्छौँ। हामी शब्दावली किन उच्चारण गरौँ? त्यस्तो कुरा भन्नुको अर्थ निर्वाचन प्रणाली चाहिँ खर्चिलो हुँदै गयो। जहाँसम्म समानुपातिक निर्वाचन प्रणालीको कुरा छ, समानुपातिक निर्वाचन प्रणालीमा खर्चको हिसाबले अलिकति कम हुन सक्छ, तथापि प्रत्यक्ष निर्वाचन प्रणाली चाहिन त चाहिन्छ, त्यो कुरा दुई मात्रै छैन। तर यो खर्चिलो चुनाव प्रणाली, जित्नै पर्ने चुनाव प्रणाली जुन हावी छ, त्यसले गर्दा चाहिँ के भएको छ, यसलाई चाहिँ अलिकति दिगो रूपमा कार्यान्वयन गराउन सकिरहेको छैन। पटक पटक सरकार फेरबदल हुने अवस्था पनि छ। हामीले चाहिँ पूर्ण रूपमा राष्ट्रपतीय निर्वाचन प्रणालीमा लान सकेनौँ। हामीले संसदीय निर्वाचन प्रणालीलाई स्वीकार गरौँ, त्यस कारण हङ पार्लियामेन्ट हुन्छ। यसो गर्दाखेरि चाहिँ के हुन्छ भन्दा संसदमा पनि केही विशेष दलहरूको बहुमत हुँदैन र सबै धेरै दलहरू मिलेर सरकार बनाउनु पर्ने हुन्छ। त्यस कारण उनीहरूको स्वार्थ त्यसमा हावी हुन्छ। स्वार्थ हावी भइसकेपछि राष्ट्रिय स्वार्थभन्दा चाहिँ बाहिर रहेर पनि उनीहरूले राजनीतिक दलका नाममा चाहिँ निर्णय गर्न सक्छन्, दलीय भागवण्डका आधारमा निर्णय गर्न सक्छन्, जसले राष्ट्रियता विरुद्धमा असर पर्न सक्छ। त्यो कुराहरू पनि यो संविधानलाई हामीले अहिले पछिल्लो संविधानमा त्यो समस्या पनि छ। संशोधनीय प्रावधानहरू, अहिले हामीले प्रावधानहरूलाई पनि के गर्यौँ, केही कुराहरू चाहिँ संशोधनीय हुने नहुने विषयहरू पनि राखेका छौँ। अहिले त हामीले त कम्तीमा 4-5 वटा बाहेक अरू त संशोधन हुन सक्छ है भनेका छौँ। त्यो कुरा राम्रै हो, तर 47 सालको संविधानहरू चाहिँ हेर्नुभयो भने एकचोटि नै संशोधन भएन नि। त्यो कन्डिसन हेर्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ कार्यान्वयनका हिसाबले राम्रो हिसाबले मानियो भने चाहिँ ठिकै हो, तर बल जखतीले माने हो कि जनताले नै माने हो भन्ने कुरा चाहिँ अलिकति विचार योग्य नै छ। संशोधन हुनु नराम्रो कुरा होइन, राम्रो कुरा हो, तर अति संशोधन हुन थाल्यो भने पनि त्यति राम्रो कुरा होइन। वास्तविक त्यसको फन्डामेन्टल कन्सेप्टै हराएर जान सक्छ। तथापि अमेरिकामा भएको संविधान अहिलेसम्म संशोधनै गरेर नि काम चलिरहेको छ नि, त्यो पनि राम्रै कुरा हो। संशोधन हुनुपर्छ, संशोधनबाट पनि त्यसका जनताका माग आवश्यकताहरू परिपूर्त गर्न सकिन्छ भने संशोधन गर्न जरुरी छ। तर दलीय स्वार्थका नाममा गरिने संशोधनले के हुन सक्छ, यो संविधानको बेसिक कन्सेप्टै हराएर जान सक्छ। त्यही भएर त भन्छ नि, भारतमा बेसिक कन्सेप्टका विरुद्धमा चाहिँ आएको संविधान संशोधनलाई अदालतले खारेज गरिदियो र त्यसपछि चाहिँ फेरि बेसिक कन्सेप्टको कुरालाई चाहिँ आत्मसात गर्यो। त्यो कुराहरू चाहिँ हामीले त्यही कुराहरू चाहिँ अहिलेको 274 राखेको कारणै यही हो। यी कुराहरू चाहिँ संशोधन हुन सक्दैनन् है भन्यो। अनि मुलुकको सामाजिक विविधतालाई आत्मसात गर्न सकिए होइन, पूर्ण रूपमा राजनीतिक किसिमको चेतना छैन, राजनीतिक शक्तिहरूको यसमा सोच छैन। यी कुराहरू चाहिँ कस्तो भइदियो भन्दा विगतका संविधानमा पनि देखियो, अहिलेको संविधान पनि यस्तो देखियो। अर्को एउटा तपाईँले के राख्न सक्नुहुन्छ, राजनीतिक परिवर्तन हुने बित्तिकै संविधान परिवर्तन गर्नुपर्छ भन्ने चाहिँ राजनीतिक नेतृत्वमा चाहिँ एउटा सोच छ, हावी छ। यो चाहिँ परिवर्तन हुन सकेन। वास्तवमा नेपालले भोग्नु परेको अहिलेसम्मको ठुलो समस्या भनेको पनि यही हो। हामीले हेऱ्यौँ 2004 सालमा एउटा संविधान भयो, राणाले ल्याए। 7 सालमा संविधान फेरि अर्को आयो, जुन पञ्चायती व्यवस्था, यो जुन राणा शासनको अन्त्य भइसकेपछि आयो प्रजातान्त्रिक व्यवस्थासँग फेरि एउटा संविधान स्वीकार्न पर्यो हामीले। 15 सालमा फेरि महेन्द्रले फेरि अर्को संविधान ल्याए। 19 सालमा फेरि पञ्चायती व्यवस्था सँगसँगै अर्को आयो, बहुदलीय प्रजातन्त्र आयो, फेरि अर्को संविधान, फेरि राजनीतिक दल परिवर्तन भयो, राजनीतिक परिवर्तन भयो। 63मा अर्को संविधान, फेरि अहिले संविधान सभाबाट आयो, फेरि अर्को संविधान ल्यायो। यो जरुरी छैन क्या। एउटा सानो देश, यति सानो देश, आर्थिक हिसाबले कमजोर मुलुक छ, अनि यस्तो मुलुकको लागि चाहिँ 7 दशकमा 7 वटा संविधान संशोधन हुनु भनेको एउटा चाहिँ आर्थिक हिसाबले पनि बोझिलो व्यवस्था हो। अहिले हामीले भन्छौँ संविधान निर्माण गर्नको लागि, संविधान सभाबाट संविधान निर्माण गर्नको लागि राष्ट्रले कति लगानी गरेको छ,
त्यसकारण चाहिँ यो नेपाल जस्तो सानो अविकसित